मैले चाहिँ काट्नु फेरि तँलाई काटिदिनु होइन भिडियो 880 ए भयो बाबु दादा एउटा स्पेसल माछाको मासु हामी चाहिँ अहिले मिसाल मार्केटमा छौँ है गाइज यस्तो छ है गाइज हाम्रो आइसक्रिममा चाहिँ बाफ उठ्छ नि फेरि सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग सो आज चाहिँ हामी बाहिरबाट ब्लग स्टार्ट हान्दैछौँ है आज हामी यतिकै बाहिर चिलआउट हान्नु निक्लेको चिलआउट भनेको तँलाई थाहा छ के हो थाहा छैन हेर्न यो चाहिँ कति लजाउँछ हेर्न यो त चिलआउट हान्नु निक्लेको है हामी चाहिँ यहाँ चाहिँ हाम्रो अबिन छ यहाँको हाम्रो म्यानेजर ओ म्यानेजर तिमी कति अग्लो हो नमस्ते सो हामी चाहिँ यहाँ के पऱ्यो मिसाल मार्केटतिर आएको छौँ एकछिन घुम्नुको लागि यहाँ हाम्रो साथीको बहिनी चाहिँ बिरामी रहेछ अब घाँटीको लागि टक्कसँग ल्याइकन हालेको अब हामी घुम्दै हाम्रो भ्लग यसरी बनाउँछौँ गाइस फुल भिडियो हेरिदिनु होला अब होइन सबले लाइक सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा चाहिँ अब डेली भ्लग हाल्ने म प्रयास कोसिस गर्छु तर कन्टेन्ट हुँदैन र क्या यस्तै छ अब यहाँ केटाहरू यहाँ के भनिरहेको छ के भनिरहेको भन्न के भनेको कति लजाएको हेर यो एकदमै लजाउँछ हाम्रो म्यानेजर चाहिँ म्यानेजर भएर यस्तो लजाउनु हुँदैन अहिले कथा सुनाइदिनु लडिसकेको हामी चाहिँ यहाँ मिसाल मार्केट आइसकेको छौँ यहाँ मिसाल मार्केट दमकमा बस्नुहुने मान्छेहरूलाई थाहा होला यो मिसाल मार्केट भनेको चाहिँ कहाँ छ भनेर बेलुकातिर चाहिँ दामी भ्यू आउँछ क्या यहाँ चाहिँ फेरि मेरो साथीहरू चाहिँ सबै लजाउने मात्र छ क्या फेरि कोही पनि भ्लगमा आउनु मान्दैन है त्यस्तै छ अब यो चाहिँ मैले अरू बेला किन्ने सामान यो सिटी कलेक्सन हो अब हामी चाहिँ यतातिर यहाँ अबिनको सामान किन्नु जाँदैछौँ फेसवास किन्नलाई सो हामी चाहिँ यहाँ आइसकेको छौँ मेरो साथीले चाहिँ यहाँ फेसवास किन्ने भन्दैछ अब स्किन केयर गर्नु पर्यो नि त होइन गर्लफ्रेन्ड त लक्की हुन्छ होला यसो गर्लफ्रेन्ड त लक्की हुन्छ गर्लफ्रेन्डलाई किन्ने नाटेको अहिले दाइ बिगारिदिन्छ हेर्ने अहिले ख्याल सो अब हामी चाहिँ फेरि यहाँ अब हाटखोला हाम्रो 1 and 1 ओन्ली खाजा खाने ठाउँ चाहिँ हाटखोला हो अनि त्यसपछि हामी चाहिँ हाटखोला जाँदैछौँ अहिले खानको लागि एक दिन हाटखोला नगए त चित्तै बुझ्दैन के गर्नु अब यस्तै छ आजको स्पोन्सर चाहिँ अबिन होइन आज खुवाउने तैँले भन्न सबैलाई मेरो तर्फबाट खुवाउन आँटेको सो हामी चाहिँ हाटखोला पनि आइसकेको छौँ गाइस अब चाहिँ हामी अरू बेला म थुक्पा खान्थ्यो भने आज चाहिँ म चाउमिन खान्छु मोमो खान्छु आज चाहिँ गाइस म ल होइन के खाने त भन्छ थुक्पा के खानेको सो गाइस मोमो पनि सकिसकेको छ अरे अब हामीले पनि थुप्रै खानु पाउने बेला भयो अब के गर्नु अब आज मोमो खाएको हाल्नु भनेको फेरि आज पनि थुप्रै खानुपर्ने रहेछ लेखेको रहेछ के गर्नु अब सो आज पनि हामीले थुक्पा खाएको किनभने हाम्रो मोमो आज सकेको थियो अलिक नजिकै आज मोमो चाहिँ सकेको थियो फेरि थुक्पा खानु पऱ्यो हामीले चाहिँ यहाँ त जति चाहिँ गाइस खाइदिएको ल अगर ऐसे ही चलता रहा तो कुछ देर में ये महल में तबाह हो जाएगा। इससे अच्छा ये होगा हमें पीछे हट जाना चाहिए और तभी डीमन रोड पे दोबारा से अटैक करता है और डीमन रोड उसे गुस्से से देख रहा होता है और तभी अचानक वो महल के पास यो चाहिँ एकदमै लगाउँछ यो अबिनले चाहिँ सो हामीले चाहिँ थुक्पा पनि खाइसक्यौँ गाइस अब हाटखोलाबाट पनि निक्लिसक्यौँ हामी चाहिँ आइसक्रिम खानु जाँदैछु मैले टक्क अलिक चिसो खानु पऱ्यो नि त पिरो खाएपछि होइन अब हामी चाहिँ घरतर्फ लागेको तर म अहिले भ्लगिङ हान्दिनँ अब आजको भ्लग पनि अलिक लामै हुनु पऱ्यो नि त भ्लग भनेपछि चाहिँ अलिक लामो हुनु पऱ्यो नि त सर्ट भएर भएन अरूलाई पनि अलिक मजा आओस् न अब भ्लग हेर्दा पनि होइन सो यस्तै छ हाम्रो दमक बजार है हाम्रो केटाहरू चाहिँ यहाँ हिट्टीमा हिँडिरहेको छ है सो यस्तै छ अब आइसक्रिम खाँदै जाने हो हामी चाहिँ आइसक्रिम खान आइसकेको छौँ है आइसक्रिमको स्पोन्सर चाहिँ म हो है गाइस आज यसलाई कति हो बाजे 880 ए 80 सो गाइस हामीले चाहिँ आइसक्रिम पनि किनिसकेको छौँ अब हामीले यसलाई ओपन गर्नुपर्ने छ यस्तो छ है गाइस हाम्रो आइसक्रिममा चाहिँ बाफ उठ्छ नि फेरि तातोवाला आइसक्रिम भनिन्छ यसलाई चाहिँ फेरि
अलिक नजिकबाट देखाइ न भयो बाबु दादा सो हामीले यस्तो आइसक्रिम खाएपछि 10 मिनट पनि हाल्नुपर्ने हुन्छ है यस्तो होलाहरूलाई केटाहरू अलिक मजाले हाम्रो इन्भाइरोमेन्ट साइन्स पढेपछि यतिको चाहिँ इन्भाइरोमेन्ट साइन्स हामीले चाहिँ पढेकै 10मा जाउँ केटा हो जाउँ अब हामी चाहिँ गर्मीमा चिसो चिसो आइसक्रिम खाँदैछौँ है गाइज ल तिनवटा आइसक्रिम अब यहाँ हामी आइसक्रिम खाँदै खाँदै दमक बजार डुल्दै जाँदैछौँ है गाइज हामी चाहिँ घर होइन यो चाहिँ अति लजाउँछ क्या हाँसेको गर्छ जति बेला पनि होइन त्यही हो होइन गाइज यो कत्रो अल्को छ भनेर यहाँबाट थाहा पाइसक्नु भयो होला होइन आज तल जानुहोस् अरे यो र म मात्र हो पुर्को भन्नु तपाईँहरू चाहिँ म अक्लो हाम्रो चाहिँ फेरि यत्रो छ है यस्तो नगर त यहाँ सब्जी किन्नुपर्छ फेरि एकचोटि आइसक्रिम खानु आइसकेको छौँ गाइज हामी चाहिँ 100मा 3टा हो देखुन हो छैन त्यो फेरि यसको आज स्पोन्सर त्यो चाहिँ 20 रुपियाँ हो फेरि स्पोन्सर यतिको साथी चाहिँ चाहिन्छ है गाइज जिन्दगीमा स्पोन्सर फेरि एउटा दामी हुसेवाला सुइकोमा हातमा लिनु परिरहेछ हुसेवाला के पऱ्यो हुसेवाला के भयो आइसक्रिम हुसेवाला आइसक्रिम बरफ हाम्रो स्पोन्सर यो त मिठो होला रहेछ तपाईँ अब म्यानेजर नफेर्ने गाइज हामी म्यानेजरै हो रहेछ यही ठिक छ म्यानेजरै हाम्रो लागि चाहिँ होइन यो त्यो ओरिजिनल होला रहेछ छेउछाउमा हिँड्न मार्छ गाडी सो अब चाहिँ हामी खाँदै जाँदैछौँ अहिले सबै चिकन फर्किनुबाट आज क्याफेतिर ओ क्याफे पनि अरे क्या यो मिठो रहेछ यार अहिलेको भन्दा त यार अलिक महँगो छ मिठो छ म्यानेजर यसको दाम पनि अलिक महँगो होला र हामी चाहिँ रब स्ट्यान्ड आइपुग्नु लाग्यौँ हिँड्दै डुल्दै त्यही छ सो हामी चाहिँ अब यो अबिनलाई आधी बाटो छोडिदिनु गएको किन अनि सो यो चाहिँ हाम्रो स्कुल कजिता एजुकेसनल एकाडेमी यो चाहिँ हाम्रो स्कुल है गाइस टक्क यहाँ चाहिँ हाम्रो निकै प्रगति हुँदैछ होइन ल बिस्तारी जा कि कन्डीले खाला तँलाई फेरि ल अब हामीलाई फाइनली अबिनलाई नि पुऱ्याइदिइसक्यौँ सबैजनाले कसले सब्सक्राइब गर्नु भएको छैन सबैजना सब्सक्राइब गरिदिनु लाइक पनि गरिदिनु होला होइन तपाईँ पनि भन्दैन अलिक लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो साथीलाई धेरै धेरै पैसा कमायोस् प्रगति देख्नु पाएस् यस्तो दामी मोटिभेसन दिन्छ कि मलाई चाहिँ फेरि है यत्तिको मोटिभेसन चाहिँ दिनुपर्छ नि होइन अब चाहिँ हामी लाग्दैछौँ घरतिर है मैले लासाङलाई पनि पुऱ्याइदिइसकेको छु आधी बाटो लु ह्यान्ड चेक गर्नु आइज नि त लु तपाईँले लु ल तँलाई नि मैले पुऱ्याइदिएको छु आधी बाटो है सो अब म चाहिँ यहाँबाट घर जानुपर्ने हुन्छ एक्लै अब मैले सबैजना छोडिसकेको छु होइन अब यतिको त गर्नु पऱ्यो नि त होइन सो गाइस म चाहिँ घर पनि आइसकेको अब खाना पनि खानुपर्ने हुन्छ अब घर आएपछि चाहिँ स्वाट आज टक्क म चाहिँ घर आइसकेको छु मम्मीजी भात खाइसक्नु भयो मेरो भ्लगमा आइ भनिदिनु न कहाँ यस्तो गरेको केही हुँदैन जे पाए छिटो न हेलो गाइज भनिदिनु हेलो गाइज कस्तो होइन सो तपाईँले खाना खानुभयो टक्क म चाहिँ खाना खानु आँटेको होइन म नि खाना खाइहाल्छु अब घर आइसकेको छु म चाहिँ अब यहाँ सब्जी चाहिँ मम्मीले मलाई के पकाइदिनु भएको छ भन्दाखेरि चाहिँ पकाइदिनु हुन्छ है गाइज मलाई चाहिँ सुँगुरको मासु गाइज सो एकचोटि टेस्ट हाल्नु न त होइन मासु पनि कस्तो गरिदिउँ होइन पोर्कै यो चाहिँ गाइज पोर्क सो म चाहिँ ट्राई गर्छु गाइज सो मेरो खाना चाहिँ यहाँ छ यत्रो खाना छ है फेरि गाइज एक बल खाना छ अब अघि पनि थुक्पा खाएँ नि त होइन थुक्पा खाएँ अनि आइसक्रिम खाएँ तर पनि मलाई खाना चाहिँ रुच्छ क्या खाना एक दिन खाएन भने मलाई कस्तो लाग्छ क्या अब यत्रो खाएपछि मोटाउँदिनँ के गर्नु यत्रो खाए पनि मोटाउँदिनँ तर अस्तिको भन्दा अलिक मोटाएको छु है गाइज म सो अब म चाहिँ खाना खाँदैछु है खाना खानु लाग्यो है गाइज सो गाइज भात खाइदिएकै मैले मासु है गाइज सुँगुरको चाँचे दामी सो गाइज आजको भ्लग चाहिँ यहीँसम्म सो भ्लग कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला सो कसले सब्सक्राइब गर्नु भएको छैन होला सब्सक्राइब पनि गरिदिनु होला लाइक पनि गरिदिनु होला है सो आज चाहिँ म यहीँ भ्लग इन गर्दैछु सो सबैजनाले बाई बाई सबैजनाले लाइक गरिदिनु होला स्टे हेल्दी स्टे सेफ सो त्यही हो